तिम्रा सम्पूर्ण पापहरू आफूमाथि पापै नजाने ईश्वर पुत्र थिए तिम्रा निम्ति नै उनी पाप विश्वास गर साँचोको प्रेमलाई यही नै हो ईश्वरको प्रेमको भनाइ क्रुसमा Yesu mare timiलाई बचाउनला बाटो सत्य जीवन म नै हुँ मद्वारा बाहेक अरू कोहीद्वारा प्रभु यीशु ख्रीष्ट कहाँ जान सकिँदैन बहिनी विश्वास गर्नुहोस् प्रभु यीशुमा भाइ विश्वास गर्नुहोस् प्रभु यीशुमा साँचो शान्ति पाउनुहुनेछ विश्वास गर्नुहोस् प्रभु यीशुमा अनन्त जीवन पाउनुहुनेछ जब पनि विश्वासीले प्रभुको वचन सुनेपछि विश्वास गर्छ अनि ठुलो आनन्द शान्ति उसको हृदयमा आउँछ अनि ऊ सबै प्रकारको आत्मिक कुराहरूले भरिन्छ यस्तै घटना हो यो हरेक विश्वासीको जीवन मिश्र रूपीका सुरक्षा सधैँ गर्दछ वचन प्रार्थना सङ्गाती जगाइरहेको वचन प्रार्थना सङ्गातीद्वारा संसारको सबै गरिदिन्छ मलाई यो बाइबल दियो मलाई यो बाइबल दियो केटा हो तिनजना तिमीहरूले मलाई यो देखाएर खुसी पार्न खोजेको म हेर्दिन म मेरो बाइबल कसैलाई दिदिन म मेरो बाइबल कसैलाई दिदिन यो मलाई सबै चाहिन्छ बाइबल त जति पढ्दा पनि भइहाल्छ नि अब म संसारको सबैभन्दा ज्ञानी मान्छे भए विश्वासी बाइबल पढेर कहाँ हुन्छ फेसबुक युट्युब व्हाट्सएप इन्स्टाग्राम चलाइसम्म ज्ञानी हुन सकिन्छ बाइबल त कम्ती पढ्दा पनि हुन्छ
नपर्दा पनि हुन्छ तर यो त चलाउनै पर्छ यो त हुनै पर्छ सबै कुरा थाहा हुनै पर्छ मैले अब बल्ल थाहा पाएँ अब म चाहिँ संसारको सबैभन्दा ज्ञानी मान्छे भए सबैभन्दा ज्ञानी मान्छे भए सबैभन्दा ज्ञानी मान्छे भए बहिनी तिमीलाई के भयो मैले सबै कुरा गुमाएँ मेरो पापले गर्दा मैले सङ्गति जान छोडिदिएँ शिक्षा दिन मानिन सङ्गति गरिन प्रार्थना गरिन आज मेरो कारणले सबै कुराहरूबाट भङ्ग भयो अब म कहिले पनि प्रभुको नजिक जान सक्दिनँ सायद प्रभुले मलाई त भुल्नुभयो होला के प्रभुले मलाई फेरि क्षमा गर्न सक्नुहुन्छ र होइन बहिनी तिमीलाई प्रभुले क्षमा गर्नुहुन्छ अनि प्रभुले तिमीलाई सधैँ भन्नुहुन्छ यदि तिमीले अझै पनि पश्चातापी भएर प्रभुका आउँछौ भने प्रभुले तिमीलाई क्षमा गर्नुहुन्छ अनि प्रभुले भन्नुहुन्छ तिमीलाई म छोड्दिन कहिले तिमीलाई म त्याग्दिन कहिले प्रतिज्ञा यस्तो गर्ने प्रिय प्रभु तिमीलाई छोडी कहाँ जाउँ हामी तिमीलाई म छोड्दिन कहिले तिमीलाई म त्याग्दिन कहिले प्रतिज्ञा यस्तो गर्ने प्रिय प्रभु तिमीलाई छोडी कहाँ जाउँ हामी तिमीलाई म छोड्दिन कहिले यस्तो दृश्य चाहिँ आज हाम्रो सबैको यस्तै भइरहेछ है यो फेसबुक इन्स्टाग्राम वाट्सएप युट्युबहरू इत्यादि यो मिडियाहरूले हाम्रो यो चाड लङ्गरलाई चाहिँ कसरी ढालिरहेछ हरेकको घर मण्डली यही कुराले है हामीलाई घिराइरहेछ है घरमा आशिष आउनु सकेको छैन मण्डलीमा आशिष आउनु सकेको छैन यसरी चाड लङ्गरमा हामी ढलिरहेछौँ त्यो कुरा हामीलाई यादै हुँदैन है सबैभन्दा तपाईँले सोच्नुहुन्छ होला है यो फेसबुक इन्स्टाग्राम युट्युब चलाउनु पाप हो भनिकन तर यो पाप होइन तर यसले हामीलाई कतातिर लगिरहेछ हालैको एउटा कुरा हो मैले यो फेसबुक मैले युज गर्दै थिएँ है मैले यस्तो एउटा दृश्यलाई त्यहाँ मैले देख्नु पाएँ जो हालै घटेको त्यो कुरा एकदम म त्यो कुरामा चाहिँ दुःखी छु एउटा विश्वासीले यसरी सेवा बसिरहेको बेलामा है सेवा बसिरहेको बेला चाहिँ उहाँहरू चाहिँ सायद प्रार्थनामा थियो होला सायद
एकजनाले चाहिँ फोटो खिचेर हालेछ फेसबुकमा, तर हामीले अब अरे विश्वासीले फोटो हालेछ त्यसलाई लाइक गर्छौँ, कमेन्ट्स गर्छौँ होइन। तर त्यहाँनिर एकजना विश्वासीले नै फेरि लेखिरहेको थियो फेसबुकको द्वारा कमेन्ट्समा, लौ अब त शैतानको काम हुनु थालेछ, किनभने विश्वासी सेवाको बेला पनि सुत्नु थालेछ भनिकन है। र फेरि अर्कोले कमेन्ट्समा लेखेछ कसरी भन्दाखेरि, ब्रदर सायद उहाँ सुतेको होइन होला, सायद उहाँहरू प्रार्थना गर्दै होला, तर प्रभुको वचनले भन्छ हामी डाइरेक्ट कसैलाई जजमेन्ट गर्नु हुँदैन भनिकन चाहिँ उहाँहरूले लेखिरहेको थियो। तर यसो हेर्दाखेरि त्यो फेसबुकको दृश्यलाई हेर्दाखेरि कति त्यसमा है लुमिनेको जस्तै अन्य जातिहरूले यसो हेर्छ, अरे विश्वासीहरू त ऊ कमेन्ट्समै लाक्क पर्ला जस्तो भइसक्यो भनेर है। र यो फेसबुक चलाउँदाखेरि पनि हामी होसियार हुनुपर्छ। मलाई याद आउँछ क्या हाम्रो यहाँनिर आदरणीय हाम्रो दादा किरणले भनिरहेको थियो है, उहाँले के भन्दै हुनुहुन्थ्यो भने मलाई एकदम त्यो चाहिँ आयो। जब हामी फेसबुकहरू चलाउँछौँ हामी धेरै कुराहरू त्यहाँ नराम्रो कुराहरू आइबस्छ क्या, फेसबुक इन्स्टाग्राम के छ, तर हाम्रो कन्साइन्सले भन्नुपर्छ यो कुराको हेर्दिनँ भनेर हामी स्वार्थै हामी त्यसलाई हामी सार्ने गर्छौँ। त्यो चाहिँ हाम्रोमा चाहिँ त्यसको लागि चाहिँ पवित्र आत्मा हुनुपर्छ। त्यो कुरा चाहिँ पवित्र आत्मा छ भने मात्रै हामी सार्न सक्छौँ है। यसरी नै यो है हामीले जानी नजानी भए तापनि यो बनाएकोमा सायद हजुरहरूले पनि बुझ्नुभयो होला भनेर म आशा राख्छु। र हामी यससँगै यो एउटा अन्तिम हामी गीत पनि गाउँछौँ।